सम्पूर्ण आदरणीय साथीहरुमा हार्दिक नमस्कार। म शंकर ढकाल विगत जस्तै तपाईंमाझ लोकसेवा आयोगद्वारा सोधिएका विभिन्न प्रश्नहरूको ज्ञानमूलक सामग्री लिई आज पनि उपस्थित भएको छु। कृपया मेरो यो शंकर ढकाल नामको युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा क्लिक गरिदिनुहोला ताकि आगामी दिनमा पनि मेरा यस्ता ज्ञानमूलक सामग्रीहरू तपाईहरुमा प्रस्तुत हुन पाउन्। मैले पनि आफ्नो ज्ञानहरू तपाईहरुलाई बाँड्न पाऊँ। अब म लोकसेवा आयोगद्वारा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रशासन लेखा 5औं वरिष्ठ सहायक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा जुन 2082 मङ्सिर 7 गते भएको थियो। सोमा प्रथम पत्रमा सोधिएका एमसीक्यू मल्टिपल चोइस क्वेशनहरूको समाधान दिन गइरहेको छु, सामान्य ज्ञान र समसामयिक सम्बन्धी। अब लागौं क्वेशन नम्बर 1 तर्फ। क्वेशन नम्बर 1 मा भनेको छ भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीले सत्याग्रह आन्दोलनको सुरुवात कहिलेदेखि गर्नुभएको थियो भनेको छ। यो विश्वको इतिहास सम्बन्धी प्रश्न हो साथीहरु। यसको सही आन्सर रहेको छ सन् 1917 बाट सुरु गर्नुभएको थियो। महात्मा गान्धीले बिहारको चम्पारण जिल्लाबाट सो आन्दोलनको सुरुवात गर्नुभएको थियो। सो आन्दोलन नील खेती गर्ने किसानमाथि भएको अन्यायको विरुद्धमा थियो साथीहरु। यो पनि जानिराखौं। किसानको विरुद्ध भएको अन्यायको विरुद्ध महात्मा गान्धीले सो आन्दोलन सत्याग्रह आन्दोलन सुरु गर्नुभएको थियो। अब क्वेशन नम्बर 2 मा लागौं। संसदको स्वीकृति बिना कुनै पनि प्रकारको कर लगाउन उठाउन नपाउने अधिकार तलका मध्ये कुन ऐतिहासिक घटनापछि स्थापित मान्यता हो भनेको छ साथीहरु। यो चाहिँ सुरुको म्याग्ना कार्टाबाट सुरु भएको हो साथीहरु। संसदको स्वीकृति बिना कर लगाउन उठाउन नपाउने अधिकार चाहिँ म्याग्ना कार्टामा समावेश छ। अब लागौं फ्रान्सको राज्य क्रान्तिको समयमा कुन जेलको विध्वंसलाई क्रान्तिको प्रतीक मानिन्छ भनेको छ साथीहरु। यसको चाहिँ बास्टिल जेलको विध्वंसलाई फ्रान्सको राज्य क्रान्तिको प्रतीक मानिने गरिन्छ। अब लागौं क्वेशन नम्बर 4 तर्फ। द्वितीय विश्वयुद्ध कहिलेदेखि कहिलेसम्म भएको हो भन्ने छ साथीहरु। द्वितीय विश्वयुद्ध 1 सेप्टेम्बर 1939 देखि 2 सेप्टेम्बर 1945 सम्म भएको थियो साथीहरु। 1 सेप्टेम्बर देखि 2 सेप्टेम्बर सम्म रहेको छ फुल डेट पनि जानिराख्नुहोस्। अब हेरोडोटस जसलाई इतिहासको पिता पनि भनिन्छ, उनलाई चिनाउने व्यक्ति को हुन् भनेर सोधिएको छ साथीहरु। उनलाई इतिहासको पिताको रूपमा चिनाउने व्यक्ति भनेको सिसरो हुन्। अब लागौं साथीहरु क्वेशन नम्बर 6 तर्फ। अक्टोबर क्रान्तिको नामले चिनिने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय घटना कुन हो भनेको छ साथीहरु। अक्टोबर क्रान्ति भनेर रुसी क्रान्तिलाई अक्टोबर क्रान्ति पनि भनिन्छ साथीहरु। यो पनि जानिराखौं। आफ्ना क्रान्तिहरुका पनि उपनामहरु रहेका छन्। फ्रान्सेली क्रान्तिलाई बौद्धिक क्रान्ति भनिन्छ। अब औद्योगिक क्रान्तिलाई रक्तपातहीन क्रान्ति पनि भनिन्छ साथीहरु। यस्ता कुराहरु पनि जानिराखौं। क्वेशन नम्बर 7 तर्फ जाउँ। प्रथम विश्वयुद्धपछि जर्मनीले कुन सन्धिमा हस्ताक्षर गरेको थियो भनेको छ साथीहरु। जर्मनीसँग भएको भर्सेलिजको सन्धिपछि प्रथम विश्वयुद्धको अन्त्य भएको थियो। त्यसकारण भर्सेलिजको सन्धिमा जर्मनीले प्रथम विश्वयुद्धपछि हस्ताक्षर गरेको थियो। द्वितीय विश्वयुद्धको कारण भन्नुपर्ने मुख्य कारण पनि यही हो साथीहरु, किनभने जर्मनीसँग असमान सन्धि भएको भएर द्वितीय विश्वयुद्ध भर्सेलिजको सन्धिको कारण नै भएको थियो। अब 8 मा लागौं। संयुक्त राष्ट्र संघको विशिष्टीकृत निकाय भनेको छ साथीहरु। यो अन्तर्राष्ट्रिय पुनर्निर्माण बैंकको यो विश्व बैंकको एउटा शाखा हो। यो पनि हो। WIPO पनि हो। WIMO पनि हो। विश्व शान्ति संगठन होइन। त्यसकारण क्वेशन नम्बर सी सही रहेको छ साथीहरु। अब लागौं क्वेशन नम्बर 9 तर्फ। आधिकारिक भाषा भनेको छ साथीहरु। 6 वटा छन् संयुक्त राष्ट्र संघका आधिकारिक भाषाहरु, जसमध्ये जर्मनी त्यसमा पर्दैन। यही सही छ साथीहरु। युनेस्को को पूरा रूप
युनाइटेड नेसनल एजुकेसनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन हो, त्यसकारण यो सही छ। 11 को चाहिँ म्याट्रिज सन्धि युरोपियन युनियनसँग सम्बन्धित छ साथीहरू। त्यसैगरी क्वेशन नम्बर 12 मा भनेको छ साथीहरू, विक्रम सम्वत 2082 को मिस नेपाल उपाधि विजेता तलका मध्ये को हुन् भनेको छ साथीहरू। 2082 को भनेको श्री एच प्रधान हुनुहुन्छ। त्यस्तै गरी क्वेशन नम्बर 13 मा जाउँ साथीहरू। क्वेशन नम्बर 13 मा भनेको छ बिमस्टेकको पहिलो शिखर सम्मेलन कहिले भएको थियो भनेको छ साथीहरू। बिमस्टेकको पहिलो शिखर सम्मेलन 2004 मा भएको थियो साथीहरू, यो पनि जानिराखौँ। 14 मा भनेको छ युरोपियन युनियनको सर्वोच्च अङ्ग भनेको छ, सबभन्दा माथिल्लो अङ्ग भनेको युरोपियन युनियनको युरोपियन काउन्सिल अथवा युरोपियन परिषद पनि भनिन्छ नेपालीमा, त्यस युरोपियन परिषद रहेको छ। अब 15 मा जाउँ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2025 बमोजिम विश्वका 147 राष्ट्रमध्ये नेपाल कति स्कोरका साथ कतिऔं स्थानमा भनेको छ साथीहरू। स्कोर र नेपालको स्थान दुवै सोधेको छ। त्यस्तो नेपालको चाहिँ 5.158 स्कोर र 93 स्थान हो, त्यो चाहिँ जानिराखौँ। 2025 मा फेरि पनि सोध्न सक्छ। यो चाहिँ 5.158 स्कोर र 93 स्थानमा रहेको थियो साथीहरू। अब लागौँ 16 मा। नेपाल सरकारले पोखरालाई पर्यटकीय राजधानी कहिले घोषणा गरेको हो भनेको छ साथीहरू। नेपालको पोखरालाई नेपालको पर्यटकीय राजधानी भनेर घोषणा गरिएको छ। यो पनि एकदमै महत्त्वपूर्ण छ, जुन 2081 वैशाख 21 गते भएको थियो। त्यसकारण अप्सन बी सही रहेको छ। अब क्वेशन नम्बर 17 तर्फ जाउँ साथीहरू। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट कहिले राजीनामा दिएका थिए भनेको छ। जेन्जी आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले जेन्जी आन्दोलनको दोस्रो दिन राजीनामा दिएका थिए, जुन 2082 भाद्र 24 गते थियो साथीहरू। त्यसपछि सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिएको थियो। 2082 भाद्र 24 गते केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो साथीहरू। क्वेशन नम्बर 18 तर्फ जाउँ। 2082 हाल नेपालको जीवित कुमारी श्री कुमारी पदमा कसलाई नियुक्ति गरिएको छ भनेको छ साथीहरू। नेपालको जीवित देवी श्री कुमारीमा हाल त्रिशना शाक्यलाई नियुक्ति गरिएको छ साथीहरू। यो काठमाडौँ उपत्यकाको संस्कृतिमा जीवित कुमारी श्री कुमारी नियुक्ति गर्ने प्रचलन हुन्छ, जहाँ त्रिशना शाक्यलाई जीवित कुमारीको रूपमा नियुक्ति गरिएको छ। अब लागौँ साथीहरू। विश्व व्यापार संगठनको नीति निर्माण गर्ने सर्वोच्च निकाय कुन हो भनेको छ साथीहरू। विश्व व्यापार संगठन WTO को नीति निर्माण गर्ने निकाय कुन हो भनेको छ। यो चाहिँ मन्त्री स्तरीय सम्मेलन हो साथीहरू, यो पनि जानिराखौँ, जसले विश्व व्यापार संगठनको नीति निर्माण गर्दछ। अब विश्व खाद्य कार्यक्रमले सर्वप्रथम मानवीय सहायताको रूपमा कुन देशमा विकास कार्यक्रम सुरु गरेको थियो भनेको छ साथीहरू। यसको चाहिँ इथियोपियामा सुरु गरेको थियो, अप्सन ए सही छ। 21 मा लागौँ। नेपालको नेपालले FAO अथवा विश्व खाद्य संगठनको सदस्यता कहिले लिएको हो भनेको छ साथीहरू। नेपालले 1952 मा FAO को सदस्यता लिएको थियो। WFP वर्ल्ड फूड प्रोग्रामलाई कुन वर्ष नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो भनेको छ साथीहरू। वर्ल्ड फूड प्रोग्रामलाई 2020 मा 20 को नोबेल शान्ति पुरस्कार दिएको थियो। अब लागौँ 23 तर्फ। खाद्य तथा कृषि संगठन FAO को प्रधान कार्यालय भनेको छ साथीहरू। FAO को प्रधान कार्यालय रोम। यो खाद्य सम्बन्धी संगठनको धेरै मुख्य कार्यालयहरू रोममा रहेका छन्। 24 मा छ विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ भनेको छ, जुन चाहिँ जुन 7 मा मनाइन्छ, यो पनि जानिराखौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सञ्चालन र नियमन गर्ने काम कुन मन्त्रालयको हो भनेको छ। यो चाहिँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो, यो नियामक निकाय हो। 26 मा जाउँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालक समितिमा शेयर धनी बाहेक अन्य स्वतन्त्र र विज्ञ व्यक्ति सञ्चालकमा नियुक्त भएमा निजको कार्यकाल कति वर्ष रहने व्यवस्था छ भनेको छ। यो चाहिँ 4 वर्षको रहनेछ।
विज्ञ व्यक्ति सञ्चालनमा नियुक्ति भएमा निजको कार्यकाल। तामाको मुद्रा प्रचलनमा ल्याउने राजाको हुन् भनेको छ साथीहरू, यो चाहिँ रत्न मल्ल हो। बी एन्सर सही छ। अब लागौं साथीहरू क्वेशन नम्बर 28 तर्फ। मुख्यमन्त्री सहित प्रत्येक प्रदेशमा मन्त्रीहरूको संख्या कतिसम्म हुन सक्ने व्यवस्था छ भनेको छ। यो प्रदेश मन्त्री परिषदको आकार सोधेको हो साथीहरू। यसको चाहिँ प्रदेश सभाको कुल संख्याको 20% हो। संघको मन्त्री परिषद चाहिँ 25 जनासम्मको भनेको छ। यसको चाहिँ प्रदेश मन्त्री परिषद प्रदेश सभा जति छ त्यसको 20% सम्म हो। अब लागौं 29 मा 2081 को मदन पुरस्कार प्राप्त गर्ने कृति भनेको छ यो छुदेन काबिमको उर्माल हो। छुदेन काबिमको उर्मालले चाहिँ नोबेल होइन मदन पुरस्कार प्राप्त गरेको थियो 2081 सालको। लिम्बू जातिको पुरोहितलाई के भनिन्छ भनेको छ साथीहरू, यो चाहिँ फेङदाबा हो। फेङदाबा हो। अब लागौं क्वेशन नम्बर 31 तर्फ। नेपालको पूर्वदेखि पश्चिमसम्म कतिवटा हिमश्रृङ्खलाहरू छन् भनेको छ साथीहरू। नेपालको पूर्वदेखि पश्चिमसम्म 21 वटा हिमश्रृङ्खलाहरू छन् साथीहरू। एक अप्सन सही हो। नेपालमा मुख्य रूपमा सिसौँ र खैर पाइने जंगल कुन हो भनेको छ साथीहरू। यो चाहिँ उष्ण प्रदेशीय सदाबहार जंगलमा विशेष गरी सिसौँ र खैर पाइन्छ, त्यसकारण अप्सन ए सही हो। अब लागौं 33 तर्फ। मौर्य सम्राट अशोक कुन किराँती राजाको पालामा नेपाल आएका थिए? सम्राट अशोक कुन राजाको पालामा नेपाल आएका थिए भनेको छ साथीहरू। यो चाहिँ जितेदास्तीका पालामा आएका थिए, त्यसकारण यो क्वेशन नम्बर अप्सन सी सही हो। प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने प्रथम युरोपियल देश कुन हो भनेको छ साथीहरू। अहिले इजरायल र प्यालेस्टाइन बीचको विवादमा प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने क्रम चलिरहेको छ, जहाँ युरोपेली मुलुकमा सर्वप्रथम कुन मुलुकले उसलाई राज्यको मान्यता दिएको थियो भनेको छ साथीहरू। यो चाहिँ स्विडेन हो। स्विडेनले प्यालेस्टाइनलाई सर्वप्रथम राज्यको मान्यता दिएको थियो। अब लागौं साथीहरू नेपालका शहरहरूको पूर्वदेखि पश्चिमको क्रम भनेको छ। अब जनकपुर भनेको धनुषा जिल्लामा पर्दछ साथीहरू, थाहा छ हामीलाई। यो विराटनगर भनेको कोशी प्रदेश मोरङ जिल्लामा पर्दछ। भरतपुर चितवन जिल्लामा पर्दछ भने बुटोल रूपन्देही। अब हामीले जिल्लाको क्रम शहरको क्रम अनुसार अब जनकपुर भनेको विराटनगर 1 मा पर्दछ साथीहरू, जनकपुर 2 रोल क्रममा पर्दछ भने भरतपुर 3, यो बुटोल 4, यो क्रम सही भएन। अब विराटनगर, जनकपुर, भरतपुर र बुटोल बी सही रहेको छ साथीहरू, त्यसकारण अप्सन बी सही रहेको छ। अब लागौं क्वेशन नम्बर 36 तर्फ। 16औं आवधिक योजनाले राखेका उद्देश्यमा कुन पर्दैन भनेको छ। 16औं आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य उद्देश्यमा राखेको छ साथीहरू, दिगो विकासमा जुन पर्दैन, त्यसकारण अप्सन ए सही रहेको छ। अब लागौं क्वेशन नम्बर 37 तर्फ। डाइनामाइटका आविष्कारक को हुन् भनेको छ साथीहरू। डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेल हुन्, त्यसकारण अप्सन बी सही हो। अब लागौं 38 मा। हबल अन्तरिक्ष दूरबीनले कुन वर्षदेखि अन्तरिक्षमा सफलतापूर्वक काम गरेको हो भनेको छ साथीहरू। यो चाहिँ 1990 बाट गरेको, त्यसकारण यो सही हो। अब 39 मा लागौं। एआई शब्दलाई प्रयोगमा ल्याउने वैज्ञानिक भनेको छ साथीहरू। एआई शब्दलाई प्रयोगमा ल्याउने वैज्ञानिक जोन एमसी कार्थे हुन्, त्यसकारण यो अप्सन ए सही रहेको छ। अब लागौं क्वेशन नम्बर 40 तर्फ। वायुमण्डल र उपग्रह नभएको ग्रह तलका मध्ये कुन हो भनेको छ। बुध ग्रहमा वायुमण्डल र उपग्रह छैन साथीहरू, त्यसकारण अप्सन ए सही हो। अब लागौं 41 मा। नेपालको संविधान बमोजिम संशोधन गर्न नसकिने अर्थात् असंशोधनीय विषय कुन हुन् भनेको छ साथीहरू। यी दिएका मध्ये चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्र पद्धति पनि संशोधन गर्न सकिन्छ, समानुपातिक समष्टिता नि संशोधन गर्न सकिन्छ, नागरिक सर्वोच्चता नि संशोधन गर्न सकिन्छ, तर सार्वभौमिकता संशोधन गर्न सकिँदैन, त्यसकारण अप्सन सी सही हो। अब सोधेको छ 2079 को प्रतिनिधि सभा निर्वाचनमा देशभरिबाट कति जना महिलाहरू प्रतिनिधि सभाको प्रत्यक्ष सदस्यमा निर्वाचित भएका थिए भनेको छ साथीहरू। यो चाहिँ 9 हो, हामीले जानिरहेछौँ। 9 जना सदस्यहरू चाहिँ महिला सदस्यहरू प्रत्यक्ष निर्वाचित भएका थिए। नेपालको संविधान अनुसार नापतौल सम्बन्धी कार्य कुन सरकारको क्षेत्रमा पर्दछ भनेको छ। यो
सङ्घको अधिकार क्षेत्रमा पर्दछ साथीहरू। यो सही हो। अब लागौँ क्वेसन नम्बर 44 तर्फ साथीहरू। नेपालको संवैधानिक विकास क्रमको क्रममा हालसम्म कतिवटा संविधान घोषणा भएका छन् भनेको छ साथीहरू। नेपालको संवैधानिक विकास क्रममा सर्वप्रथम 2004 मा पद्म शमशेरले नेपाल सरकार वैधानिक कानून घोषणा गर्नुभएको थियो। 2007 मा नेपालको अन्तरिम संविधान घोषणा भएको थियो। अनि 2015 सालमा नेपाल अधिराज्यको संविधान 2015 अनि 4 मा नेपालको संविधान 2019 घोषणा भएको थियो। 5 मा नेपाल अधिराज्यको संविधान 2047 घोषणा भएको थियो जुन 2047 सालमा। 6 मा 2063 सालमा नेपालको अन्तरिम संविधान घोषणा भएको थियो। 7 मा हाल प्रचलनमा रहेको अथवा हाल कार्यान्वयनमा रहेको 2072 सालमा नेपालको संविधान घोषणा भएको थियो। त्यसकारण अप्सन सी 7 सही हो साथीहरू। अब लागौँ साथीहरू। अब क्वेसन नम्बर 45 तर्फ लागौँ साथीहरू। नेपालको संविधान अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसँगै कतिजना सदस्यहरू रहने व्यवस्था छ भनेको छ साथीहरू। यसको चाहिँ उत्तर एन्सर बी 5 सही हो। एसियालाई उत्तर अमेरिकासँग छुट्याउने सिमानाको रूपमा रहेको सागर कुन हो भनेको छ साथीहरू। यो चाहिँ बेरिङ सी हो, बेरिङ सागर। अप्सन डी सही हो। त्यसकारण अब लागौँ क्वेसन नम्बर 48 तर्फ। व्यापारिक वायुहरू कुन अक्षांशीय क्षेत्रमा सक्रिय हुन्छन् भनेको छ साथीहरू। यो चाहिँ 5 डिग्रीदेखि 30 डिग्री उत्तर दक्षिणमा सक्रिय हुन्छन्। उत्तर दक्षिण अक्षांशमा सक्रिय हुन्छन्। सरी। अब लागौँ क्वेसन नम्बर 48 तर्फ लागौँ। विश्वको दोस्रो अग्लो हिमाल माउन्टेन केटुको उचाइ कति रहेको छ भनेको छ। यो चाहिँ 8611 किलोमिटर रहेको छ। त्यसका अब लागौँ क्वेसन नम्बर 49 तर्फ। नेपालले सर्वप्रथम कहिले बेलायतमा कूटनीतिक नियोग स्थापना गरेको थियो भनेको छ साथीहरू। यो चाहिँ 1934 मा स्थापना गरेको थियो। अब लागौँ क्वेसन नम्बर 50 तर्फ। जगदम्बा श्री पुरस्कारको राशि कति रहेको छ भनेको छ साथीहरू। हाल जगदम्बा श्री पुरस्कारको राशि 4 लाख रहेको छ। धन्यवाद साथीहरू। यसमा मैले जानेसम्म तपाईहरुमा राम्रो उत्तर दिने कोसिस गरेँ। मेरो भिडियो पुरै हेरिदिनु होला र मलाई रचनात्मक एवं सकारात्मक प्रतिक्रिया दिनु होला। हस्त नमस्कार। आगामी दिनमा पनि मेरो यस्तै भिडियोहरु हेर्न नछुटाउनु होला। धन्यवाद। नमस्कार।